ल आज हामी नयाँ ठाउँमा घुम्न जानु लाग्छौँ। कहाँ जानु लागेको छ हामी नयाँ ठाउँमा घुम्न जाने हो। ल ठिक छ, घरबाट सुरुवात गऱ्यौँ। समयले कहाँ जाने भन्छ त्यहीँ जानु पर्ला नयाँ ठाउँमा। आज समयले मेट्रो ट्रेनमा जाने भनेछ। हिँड्दैछौँ। मेट्रो ट्रेनमा जाने हो, ट्रेनमा जाने घुम्नलाई। टक्क लाएर नयाँ ठाउँमा चिन्तामणी दाइले त्यहाँ पुगेर बस्नुभएको अरे। दाइ पनि जान्छु भन्नुभएको छ। अब हेरौँ कहाँ कहाँ पुग्यो। हामी अब मेट्रो चढ्ने ठाउँतिर आइपुग्नु लाग्यौँ। अब कुन्तुलाको मेट्रो स्टेसन त्यहाँ अगाडि छ। त्यहाँबाट टक्क समयले त्यहाँबाट आऊ। मेट्रो स्टेसन आयो। अब तल जाने सामेल झरा त्यहाँ छिटो छिटो। यस सामेल मेट्रो कुरेर बसेको थियो नि। मेट्रो आउँछ अब त्यहाँबाट अनि बल्ल जाने। सामेल कहाँ घुम्न जाने अब। यस ट्रेनमा जाने। ठुलो सारीमा झरियो। दाइ त्यहाँ बसिरहनु भएको। हामी अब कुलो सारीबाट भर्खरै झऱ्यौँ होइन। मेट्रो स्टेसन रमाइलो। फुल राम्रो छ। यो कुलो सारी कस्तो राम्रो बगैँचाहरू रहेछ। कस्तो लाग्यो तपाईँलाई? हरियाली छ। बाटोहरू पनि हिँड्ने बाटो आइरहेछौँ हामी आज। गाडीमा आएको छैन। त्यही भएर बाटो हेर्दा हिँड्नु रमाइलो हुँदो रहेछ यसरी हिँड्नुलाई। सधैँ राम्रो सधैँ काम भइरहन्थ्यो कि दाइको नि मेरो नि। अहिले बिदा भएको बेलामा अहिले चाहिँ यो बेलामा चाहिँ अहिले घुम्ने मौसम यही हो कि। फेरि मौसम पनि यही बेला परेछ समरको। घुम्न रमाइलो भइरहेछ। आज त्यहाँ कुलो सारीमा एउटा ठुलो नयाँ पुल बने अरे अस्ति भर्खरै। त्यही भएर कस्तो रहेछ भनेर हेर्न जाँदैछौँ। नयाँ यो बाटो अहिलेसम्म हिँडेको थिएन। दाइको नि पहिलोचोटि अरे, मेरो नि पहिलोचोटि नै हो यो ठाउँ, यो एरिया। सामेल के रहेछ ऊ हेर्दा पौडी खेल्ने ठाउँ रहेछ त्यहाँ। ऊ हेर्दै पारी काली सतमाको नजिक बोर्डरतिर आइयो। रमाइलो छ। हाम्रो उद्देश्य भनेको त्यहाँ एउटा पुल छ। त्यहाँ अहिले त्यहाँ जाने हो हाम्रो सोचाइ। जाम कहाँबाट जाम कता कहाँसम्म पुगिन्छ। जिप लाइन जस्तो खेल्ने ठाउँ रहेछ क्या। के बच्चाहरूको लागि खेल्ने। हजुर केटाकेटीले ल्याएर त्यहाँ झुन्डिने के गर्ने ठाउँ रहेछ क्या।
एकदम राम्रो ठाउँ रहेछ। हामी घुमफिर गर्दै गर्दै आयौँ, रमाइलो ठाउँ छ। सामेल हेर्दै त के हो यो? के हो यसलाई के भन्छ? सामेल यसलाई के भन्छ? यो खोला पारि चाहिँ कोर्केसारी रहेछ, त्यो भने चाहिँ जूहरू। र हामी त्यतातिर जाँदैछौँ। अब आइयो है, अब अलि अगाडि हिँडेपछि आइन्छ। अब यो पुलबाट कटेर अगाडि गएपछि बल्ल पुग्छ। मान्छे हिँड्ने बाटो सामेल मलाई त पौरन पनि आउनु हो। मलाई आउँछ। खोलामा के गर्ने? कस्तो राम्रो खोला है सामेल। है कति गहिरो रहेछ है यो खोला। साह्रै गहिरो रहेछ यार, समुद्र जस्तो। 1 किलोमिटर जति हिँडेर अहिले यहाँ आएर बसेछ। शीतल हावा खाँदै राम्रो मौसम। पारी जू रहेछ, कोर्केसारी जू हो कि भन्ने खाले कुरोपट्टि चाहिँ यो काला सतमाको हल्का हल्का बिल्डिङहरू छन्। अब हामी जाने भनेको उ त्यहाँको त्यो पुलमा हो। त्यो पुलबाट पारी गरेर कहाँ पुगिन्छ हेरौँ अब। यहाँ बसेको बेला सामेल त्यो खोला किनार त जाने होइन क्या, लड फेरि। हेर्नुहोस् त्यो सिन कस्तो राम्रो जाने हो। राम्रो। कस्तो रमाइलो ठाउँ रहेछ, मस्त रमाइलो ठाउँ। पुल बनाएछ है। हजुर लगाएर हजुर हजुर कस्तो राम्रो है सामेल। कस्तो दामी पुल रहेछ यार है। है। त्यो पारी देख्ने मन्दिर के हो पर्छ? मन्दिर कहाँ छ र? वहाँ शिवजीको मन्दिर रहेछ नि। होइन चर्च हो त्यो। चर्च हो? चर्चको टाउको देख। शिवजीको मन्दिर रहेछ। रमाइलो छ सामेल, यता हेरेर यता हेर। हामी हिँड्दै हिँड्दै कति राम्रो है, कति राम्रो पुल रहेछ यार। राम्रो पुल, एकदम रमाइलो ठाउँ रहेछ, एकदम रमाइलो। मान्छेहरू हिँड्ने साइकल हिँड्ने बाटो रहेछ त्यतातिर चाहिँ। उताबाट चाहिँ मेट्रो होइन ट्रामहरू हिँड्छ। हात छोडी छोडी चलाउने साइकलहरू। के रहेछ सामेल? हेलसिङ्की बजार देखिएछ यहाँबाट। हेलसिङ्की व्हाइट चर्च, यहाँबाट त्यो चाहिँ व्हाइट चर्च रहेछ।
त्यहाँ पानी जहाजको टाउको पनि देख्यो। ल हामी हेर्छौँ उसमा पनि घुमेर त्यसै कारण आउँदा आउँदै यो ठाउँमा यो पुल पारी आइयो। त्यो पुल भयो के अरे टक्कै पुल कटेर हामी पार आइहाल्यो। तर कालो बादल पनि लागिरहेछ। अब घर पुग्दा पुग्दै पानी पर्ने हो कि के हो थाहा। गाडो सिकेछ यसले अब हामी हिँड्दै जाने हो। त्यसमा थकै लाग्नुपर्ने भयो आज। यो धेरै हिँड आज बसमा नजाने आज हिँडेर जाने। हामी काम्पी आइसकेको छ। अब काम्पीतिर पानी पर्छ कि जस्तो। हजुर कति राम्रो फुलबारीहरू रहेछ। मिठाई चक्लेटहरू सबै कुरा रहेछ मेरोतिर रहेछ है। के त लगाइरहनु त्यो बाबुले। लेडिजहरूको राम्रो राम्रो समरको कपडाहरू पनि रहेछ यहाँ। यहाँ पनिर रहेछ एकदम पुरानो पनिर भन्छन्। यो कति वर्ष पुरानो होला सायद। यो ड्राई बनाएर राखेको दामी सिउँडी काँडाहरू थरी थरीको रहेछ नि। पुरै पैसा लगभग 9 युरो। दुईवटालाई सोह्र युरो एउटालाई 9 युरो रहेछ। दामी देखेको है। नेपालतिर खतरा खतरा हुन्छ यस्तो खाले कुराहरू। यहाँ चाहिँ बेरीहरू पुरै के पुरै गुलियो खानेकुराहरू रहेछ। पुरै फ्रुट्सहरू ड्राई बनाएर राखेको रहेछ सबै कुराहरू। सब ड्राई फ्रुटहरू रहेछ। पुरै यहाँ त टमाटर फलिरहेको रहेछ नि। मजाले हेर्नु न टमाटरहरू कस्तो खाले टमाटरहरू छ नि यसरी। रुख अर्कै छ। फिनल्यान्डकै हो कि अन्तको खोइ थाहा भन्ने अरे। पातहरू त टमाटरको पात यस्तो हुन्छ नि। के रुख रहेछ 95 रुपियाँ। लास्टै महँगो रहेछ। तर फेरि रुख पनि त्यही अनुसारको छ नि त। फेरि डेकोरेसन गर्न मिल्ने टाइपको 295 रुपियाँ हो। यो चाहिँ 200 रहेछ क्या। ट्याक्क काम्पीतिर घुम्न आएको यस्तो दामी रहेछ। यहाँ यत्रो लाइन लाग्यो। यो के को लाइन हो मैले अलिक बुझ्न गाह्रो मानेको छु। हिसाब अनुसार लाइन होइन। घुम्दै आउँदाखेरि बिल्लान लाहान यहाँ पुरै कम्पनीहरू रहेछ टन्नै। जापानतिर लास्टै फेमस थियो यो। यहाँ पनि रहेछ आज त। कति राम्रो रहेछ है बाजा। बाँसका बाजा बनाएछ। सक्दैन नगरे फेरि लडिन्छ। कति ओह्रालो छ। कत्रो ठुलो ओह्रालो छ हेर यहाँमा नि। यता हामीले यता यहाँ मेट्रो आउँछ। त्यसपछि मेट्रोमा चढेर जाने है। सामेल फेरि हेलसिङ्कीबाट अब इताकेसेस आइसकेको छ। अब इताकेसेसमा खेल्न गएर अनि बल्ल
सामेल हेर्नु छिटो के खेल्थ्यौ तिमी कति धेरै खेल्ने कुरो त्यहाँ गएर खेल्ने हो जाऊ सामेलले खेलेर भ्याएर आएको ल मन पर्यो वा आज त हिँड्दा 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 यति हिँड्ने कि मेरी रास्तेलाको यहाँ मेरो रास्तेलामा आइपुग्यो मेरो रास्तेलाको अब के अरे यास मार्केटमा गएर त्यहाँबाट पिज्जा खाएर जाने भन्ने कुरा भयो आमा पिज्जा खान्थे पिज्जा यहाँ पिज्जा जम्मा 5.50मा पिज्जा पाइन्छ अरे यहाँ चिन्तामणि दाइले पिज्जा लिन जानुभयो 5.50को पिज्जा अब त्यो आएपछि टक्क खाएर अनि घरतिर लाग्नु पर्छ आजको दिनभरि घुमघाम गरेर अब घर फर्किँदैछौँ हामी थकै लाग्यो आज मस्त हिँड्यो पनि नयाँ नयाँ ठाउँमा डुल्यो पनि सामुएल थकै लाग्छ कि लाग्छ न तिमीलाई थकै लाग्छ समय पनि अब घर आयो भनेर खुसी भएर दौडिँदै घर पुग्न लाग्यो अब आजको भ्लग यति नै ल धन्यवाद बाई